रक्सी त सक्यो। कान्छा जा त्यहाँ आमासँग पैसा मागेर गएर एउटा बियर लिएर आइज, अनि त्यो बाँकी उब्रेको चाहिँ चक्लेट किनेर खाए। यदि तपाईँले पनि यसै गरी आफ्ना बालबच्चाहरूलाई यस्ता रक्सीजन्य पदार्थ, सुर्तीजन्य पदार्थ लिनको लागि पसलमा पठाउनु भएको छ भनेदेखि तपाईँले नेपालको कानुन अनुसार गैर कानुनी रूपमा आफ्ना बालबालिकाहरूलाई जोखिममा राखिरहनु भएको छ। बाइ द वे यो कुनै रक्सी थिएन, कोक थियो। आजको भिडियोमा चाहिँ मैले उठान गर्न लागेको कुरा के भनेदेखि मैले अघिल्लो भिडियोमा कुरा गरेको थिएँ कि विद्यार्थीलाई स्कुलको हाताभित्र र स्कुलको वरिपरि चाहिँ कुनै पनि सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइँदैन। चट्ट राम्रो कोट लाएर राम्रो सर्ट लाएर हिँड्दैमा सफासुग्घर त भइँदैन, भित्र शरीर पनि त नुहाउनु पर्यो। भनेको घरमा चाहिँ जे पनि गरिदिने अनि स्कुलमा मात्र बेचबिखन नगरेर त बच्चाहरू जोखिमबाट त बाहिरिँदैन नि त। सो जोखिम न्यूनीकरण चाहिँ घरबाट नै गर्नुपर्ने देखिन्छ। आजको भिडियोमा मैले उठान गर्न खोजेको कुरा चाहिँ के हो भनेदेखि नाबालकहरूलाई चुरोट, गुटखा, खैनी, बियर र रक्सी बेच्ने समस्या विद्यालयको गेटमा मात्र सीमित नभएर कतिपय परिवारले चाहिँ आफ्नै छोराछोरीलाई चुरोट वा मदिरा किन्न पठाउने अभ्यास समेत सामान्य जस्तो बनाएका छन्। यसले बालबालिकालाई पदार्थको ब्रान्ड, खरिद प्रक्रिया र सेवन संस्कृतिमा सानै उमेरबाट परिचित गराउँछ। भन्नाले सानो उमेरबाट टुबर बियर गएर यो ठाउँमा किन्नुपर्छ भन्ने कुराहरू उनीहरूलाई 18 वर्ष त कि 13 वर्षमा थाहा छ। यसले गर्दाखेरि चाहिँ के जोखिम बढाउँछ भनेदेखि उनीहरूले अलिकति पैसा तपाईँले खाजा खाना बढी दिनुभयो भनेदेखि अब बाउले त खान्छन्, मैले खाँदा के हुन्छ भनेर ट्राई गर्ने समस्या हुन्छ। आज गुटखा खालान्, भोलि चुरोट खालान्, पर्सिदिन रक्सी खाएर आउलान्। ज्वरो कहाँबाट झ्यापबाट आयो भन्दाखेरि घरैबाट बाउले सिकायो भन्दा पनि फरक नपर्ला। अब यसमा कानुनी प्रावधान के छ त? एउटा मुख्य कानुनी निष्कर्ष चाहिँ के छ भन्दाखेरि नेपालभर कुनै पनि व्यक्तिले 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री, वितरण वा निशुल्क दिन पाइँदैन। सो तपाईँका छोराछोरी होला कसैले सित्तैमा चुरोट दियो अथवा मदिराजन्य पदार्थ दियो भने त्यो पनि गैर कानुनी कुरा हो। मदिराको ऐनले पनि 18 वर्षका बालबालिकाहरूलाई सिमिलर अगाडि भनिएको कुरा जस्तै निषेध गरिएको छ। फ्रीमा पनि दिन पाइँदैन, किन्न पनि पाइँदैन, पैसा दिएर पनि किन्न पाइँदैन। अब संवैधानिक आधार चाहिँ के छ त भन्दाखेरि धारा 39 को उपधारा 2 ले के भन्छ भनेदेखि परिवार र राज्यबाट शिक्षा, स्वास्थ्य, उचित स्याहार र सर्वाङ्गीण विकासको हकको व्यवस्था गरेको छ। अनि धारा 39 कै उपधारा 6, 7 र 9 ले चाहिँ के भनेको छ भने बालबालिकाको उचित प्रयोग, दुर्व्यवहार र यातना रोक्ने जोखिममा परेका बालबालिकाहरूलाई विशेष संरक्षण दिने अधिकार गरेको छ। अनि संविधानको धारा 44 अनुसार गुणस्तरीय वस्तुको सेवा, उपभोक्ताको अधिकार र हानिकारक गैर कानुनी बिक्रीमा उत्तरदायित्व। अब नियमले चाहिँ के भन्छ त? अब कुन ऐनहरू चाहिँ आकर्षित हुन्छन् त यसमा? सुर्तीजन्य ऐन 2068 को दफा 11 को उपदफा 1 ले के भन्छ भनेदेखि 18 वर्ष मुनिका व्यक्ति वा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बेच्न, वितरण गर्न र निशुल्क दिन पाइँदैन। यदि गरेको पाइएमा कानुनी उपचार भनेको कारबाही हुन्छ। अर्को भनेको सुर्तीजन्य ऐन 2068 कै दफा 11 को उपदफा 2 ले विक्रेताले उमेरको बारेमा शङ्का भएमा प्रमाण माग्न सक्छन्। भनेको यदि तपाईँ हेर्दाखेरि 17 वर्षको देखिनुभयो, 18 वर्षभन्दा कम देखिनुभयो भनेदेखि विक्रेताले बेच्ने मान्छेले चाहिँ आइडी माग्न पाउँछ र माग्नु पर्छ। तपाईँलाई लाग्यो अलिकति जुङ्गा आछ, अब यो 18 वर्षभन्दा माथि भनेर तपाईँलाई शङ्का लाग्दै पनि दिनुभयो भने त्यो पनि गैर कानुनी रूपमा हुन्छ यदि तपाईँले पसल गरिरहनु भएको छ भने। अझ मेन कुरा भनेको चाहिँ तपाईँलाई कुनै पनि पसल खोल्नको लागि सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ खोल्नको लागि इजाजत भनेको लाइसेन्स चाहिन्छ। यसको बारेमा म अलिकति छुट्टी भिडियो बनाउँछु, किनभने लाइसेन्स बेचेर पनि सरकारले पैसा कमाउन सक्छ। किनभने चुरोट र रक्सी बेच्नको लागि जो पाए त्यसलाई दिँदाखेरि यस्तै कुराहरू चाहिँ कार्यान्वयन नभएको देखिन्छ। अनि सुर्तीजन्य ऐनको दफा 17 को उपदफा 5 को घले के भन्छ भने नि यदि तपाईँले दफा 11 भनेको चाहिँ शङ्का लाग्दै पनि तपाईँले आइडी चेकै नगरिकन चुरोट दिनुभयो अथवा बियर दिनुभयो नि, अनि त्यो मान्छे 17 वर्षभन्दा कम रहेछ भनेदेखि नि तपाईँलाई 10,000 रुपियाँसम्म जरिवाना हुन सक्छ यदि तपाईँले बेच्यो भनेदेखि। 10,000 अलिक कम भयो, अब यो सरकारले बढाउनु पर्ने कुरा हो, तर कानुनमा छ यो 10,000 पनि लागू नभएको भनेर देखिन्छ। अब
के एउटा समस्या छ भनेदेखि नैतिक समस्या भनेको पसलेहरूलाई म त बुवा आमाको लागि किन्न आएको, मेरो लागि होइन, बाको लागि किन्न आएको भनेर भन्यो भने पनि दिन पाइँदैन। बाको लागि किन्न आयो भने बा आफै आउनुपर्छ, आमाको लागि किन्न आयो भने आमा आफै आउनुपर्छ। बच्चालाई पठाउनु पनि गलत हो, बच्चालाई बेच्नु पनि गलत हो। र आइडी भ्यालिड आइडी चाहिन्छ। भ्यालिड आइडी अब सरकारले तोकेको भ्यालिड आइडी परिचय पत्र देखाउनु पर्ने हुन्छ। स्टुडेन्ट आइडी त फेक पनि बनाइदिन्छन् विद्यार्थीहरूले, तर अब सरकारले नै जारी गरेको भ्यालिड आइडीहरू देखाए भने मात्र बिक्री वितरण गर्न पाइन्छ। अनि अब यसलाई कार्यान्वयन गर्ने काम कसको? सबैभन्दा पहिलो भनेको हाम्रो। हामीले हाम्रा बालबच्चाहरूलाई यदि जोखिमबाट टाढा अथवा जोखिमबाट न्यूनीकरण गर्ने हो भनेदेखि हामी आफैले सुरुवात गर्नुपर्छ कि आफ्नो बालबच्चा र अर्काको बालबच्चालाई त्यसरी यस्ता यो गैर कानुनी काममा लागू गर्नु भएन। अब यो गैर कानुनी मात्र नभइकन एउटा मोरल र सिभिक सेन्स पनि हो कि यदि बालबालिकाहरू यसरी क्लबमा चुरोट बिडी सुरुवात हो, त्योभन्दा नराम्रा कुलत लागु पदार्थहरूतिर पनि जान सक्छन्। तर यदि हामीले सुरुवातमा नै परिचय दिन कमजोर गऱ्यौँ भनेदेखि हामीले हाम्रो समाज राम्रो निर्माण गर्नको लागि तपाईँले तपाईँको बालबालिकाको उज्जवल भविष्य तिर बाटो देखाउनको लागि चाहिँ एउटा राम्रो कदम खेल्नुहुन्छ। यो सरकारले कानुन छ, पुलिसले लाएन, बालनले केही गरेन भन्नुभन्दा पनि हामी आफूले यदि कानुनमा भएको कुरा पालना गरेनौँ भनेदेखि नि, यदि आफूले पालना नगरेको कुरा अरूलाई औँठा ठडाउन थाल्यौँ भनेदेखि नि हामी पनि धेरै माथि पुग्दैनौँ। यदि समाजलाई अगाडि बढाउनु छ भनेदेखि सो कर्तव्य तपाईँको पनि हो। मेरो यसै भिडियो मार्फत म नेपालको सञ्चार माध्यमहरूलाई पनि एउटा के सन्देश दिन चाहन्छु भनेदेखि बाटामा कुनै एउटा नेता हिँड्न पाएको छैन, त्यो मुखमा घोचो तेर्स्याउनु भन्दा यस्ता कुराहरूलाई चाहिँ एउटा एजेन्डा बनाउनुहोस्। कुन कुन स्कुलको हाताभित्र यस्ता बेचबिखन गर्ने अथवा बिक्री वितरण गर्ने मदिराजन्य पदार्थ र शुद्धिजन्य पदार्थहरू बेचबिखन गर्ने ठाउँहरू छन्, यस्ता ठाउँहरूलाई एक्सपोज गर्नुहोस् ताकि तपाईँले पनि नेपाल बनाउनको लागि मद्दत पुर्याउन सक्नुहुन्छ। र अभिभावकहरूले पनि हामीले भूमिका खेल्न सक्छौँ। यदि तपाईँलाई थाहा छ कुनै पनि ठाउँमा बालबालिकालाई यस्ता कुराहरूमा बिक्री वितरण अथवा गर्न पनि पाइँदैन भनेको 18 वर्षभन्दा कम भएको मान्छेले तपाईँलाई बेच्न पनि पाउँदैन। यदि तपाईँ कुनै पसलमा जानुभयो र पसलेको छोराले जुन चाहिँ 18 वर्ष पुगेको छैन अथवा छोरीले जो चाहिँ 18 वर्ष पुगेको छैन उनीहरूले तपाईँलाई बिक्री वितरण गरिरहेको छ भने त्यो पनि इलिगल हो। किनभने बेच्नको लागि तपाईँलाई दिँदाखेरि उसले एउटा खल्तीमा हाल्न पनि सक्छ चाख्नको लागि। त्यो भनेको उनीहरूले आफ्नो छोराछोरीहरूलाई जोखिममा पाएका हुन्। बालबालिकाको मनस्थिति हुन्छ कि केही कुराहरू नयाँ कुरा ट्राई गरौँ भनेर अब नयाँ राम्रो कुरा देखायो भने राम्रो कुरा ट्राई गर्लान्, नराम्रो कुरा देखाए नराम्रो कुरा ट्राई गर्लान्। अब अर्को भिडियोमा म कुराकानी गर्नेछु कि यदि अब खान थालिसकेका बालबालिकाहरूलाई चाहिँ रिहेबिलिटेसनको व्यवस्था कसरी गर्न सकिन्छ र कानुनी व्यवस्था के छ भन्ने कुरा। त्यतिन्जेलसम्मको लागि चाहिँ म बिदा हुन्छु। धन्यवाद।